हेर, जे भए पनि आफ्नै बिजनेस भने आफ्नै हो। सायद म त्यो प्याज राडीकोमा काम गरिरहेको भए आज यो ठाउँमा पुग्दिन थिएँ। अब सानोतिनो भए पनि आफ्नै सटर लिन्छु अनि दुनियाँलाई देखाइदिन्छु। ओए आलु, म प्याज हुँ। संसारभरिका सबै परिकारमा नभई नहुने महत्त्वपूर्ण चिज। धनीदेखि गरिबसम्म सबैले मलाई खोज्छन्। अनि तँको होस् रे नाथे गरिब आलु। गरिब भए पनि म बिना धेरैको पेट भरिँदैन। तिमी यस्तो धनी छौ भनेर मलाई नहे प म पनि मेहनत गर्नेछु र तिमीभन्दा ठुलो मान्छे हुनेछु। तिमीलाई नाथे आलुलाई कसले मन पराउँछ र? तिमी यहाँबाट तुरुन्तै हिँड। म जस्तो धनी र उच्च वर्गको प्याजसँग तिम्रो कुनै तुलना हुँदैन। तिम्रो यो गरिबी र रुवाईले मलाई केही फरक गर्दैन। त्यसैले यहाँबाट बाहिर निस्क। त्यो प्याज रानीको धेरै भाउ बढिरहेको छ। अब हेर्दै जानुहोस्, म पनि धेरै मेहनत गर्नेछु र आफूले आफूलाई अलग पहिचान बनाउनेछु। मलाई विश्वास छ मेरो कडा परिश्रमले एक दिन पक्कै ठुलो सफलता दिनेछ। आउनुहोस् आउनुहोस्, गरिबको पसल हो तर मनबाट बेचिरहेको छु है। ओए आलु, तेरो हालत हेर्दा त ग्राहक होइन, दया गर्न आउने मान्छे मात्रै देखिन्छन् कि क्या हो? नातिनुस् है, बिस्तारै बिस्तारै सबैजनाको पालो आउँछ मेरो प्यारो प्यारा कस्टमरहरू। सबैलाई म पुग्ने गरिदिन्छु। त्यसैले ढुक्क हुनुहोस् र एकछिन धैर्य गरिदिनु होला। मेरो तातो तातो स्वादिष्ट खाजा तयार है। हेर, जे भए पनि आफ्नै बिजनेस भने आफ्नै हो।